सम्पूर्णमा नमस्कार। अहिले साँझको 6 बज्न लागिसकेको छ। अहिले म तपाईहरुलाई देखाउन जाँदैछु हाम्रो सरस्वती मावि कुञ्जनपुरमा। अहिले चाहिँ हामी सबैजना मिलेर हाम्रो हेड सरको नेतृत्वमा रहेर तरकारी खेतीहरू गर्न गरिरहेका छौँ र अहिले पनि यहाँनिर केही तरकारी लगाएका छौँ भने यहाँनिर देख्न सक्नुहुन्छ कि लसुन छ, त्यसपछि अगाडिपट्टि देख्न सक्नुहुन्छ आलु अनि काउली, त्यसपछि बन्दा र केही भने प्याजहरू पनि आज लगाइसकेका छौँ र त्यसको अगाडि देख्न सक्नुहुन्छ मुलाहरू छ अनि त्यसमै थप धनिया छ अनि त्यसको अगाडि भने मटरहरू पनि रहेको छ र त्यस्तै गरेर यहाँ पनि देख्न सक्नुहुन्छ यो खाली ठाउँमा रहेको यसमा हामीहरूले के गरेका छौँ भन्दाखेरि यसलाई 3-4 चोटि खनेर अनि त्यसपछि यो दुबोहरू छ झारहरू थियो त्यसलाई चाहिँ केलाएर यसमा भने गोबर मल प्लस डिएपी र पिनाहरू पनि राखिसकेका छौँ। यसमै अब यसलाई हामीले चाहिँ नर्सरीको लागि भने तयार पारिरहेका छौँ र यो जति पनि देख्न सक्नुहुन्छ हैन, यसलाई चाहिँ खन्न यसलाई चाहिँ केलाउन भने एकदमै मेहनत लागेको छ किनकि यसमा भने सबै के अरे माटोमा भने गिटीहरू थिए, एकदमै माटो पनि साह्रो थियो, त्यही भएर एकदमै गाह्रो पनि छ र अहिले भने कुनै पनि काम भने गर्न सजिलो छैन। जुन भने हामीले चाहिँ तरकारी खेती गर्नको लागि अहिले नै तयार पारिसकेका छौँ र यो गर्दाखेरि अहिले उतापट्टिको स्कुलको कुनातिर पनि हेर्न सक्नुहुन्छ, उतातिर नि आज भने हामीले खनजोत गरेका छौँ। यस्तै गरेर यो काम भने हामीले चाहिँ सबैजना मिलेर भने गरिरहेका छौँ है त।